आमा आमा सानो मन नगर है, केही वर्षलाई हो, जब मेरो आर्थिक अवस्था बलियो हुन्छ आमा म तिमीलाई लिन आउँछु आमा, केही वर्षलाई दुःख सहिदेऊ, दुःख काटिदेऊ। छोराको कुरा सुनिसकेपछि आमाले भन्छन् बाबु किन आत्तिएको, तिमीहरू आफ्नो जीवन बाँच। आमालाई वृद्धाश्रममा छोडेर छोरो घरमा फर्किन्छ, छोरा बुहारीको जीवन सहज रूपले अगाडि बढ्छ। वृद्धाश्रममा छोडेर आएको 1 हप्ता नपुग्दै बिहान 7 बजे घरमा बेल बज्छ, घन्टी बज्छ। एका बिहानै घरमा को आयो त भनेर माथि सुतिरहेकै रुमको झ्याल खोलेर बाहिर गेटमा हेर्छन्। वृद्धाश्रममा छोडेर आएकी आमा गेट बाहिर उभिरहेकी हुन्छ। छोरो रिसले चुर हुन्छ। त्यति सम्झाएर बुझाएर कन्भिन्स गरेर वृद्धाश्रममा छोडेर आएकी आमा 1 हप्ता नपुग्दै घरको गेट बाहिर उभिरहेको देखेपछि गेटै बाहिर गएर आमालाई तथा नाम गाली गर्छ। छोराले कस्ती आमा हो तिमी, आफ्नै छोरा बुहारीको पनि घर बसेको देख्न नसक्ने कस्ती आमा हो तिमी, यस्ती आमा हुनुभन्दा